देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण नेपालीहरुमा मेरो नमस्कार छ र आज यो विशेष गरेर यो भिडियो सन्देश सार्वजनिक गर्नुको मुख्य कारण के छ भने यही 25 गते यानी कि भोलि श्री 5 महाराज धीराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको एयरपोर्टमा आउने फिर्ते सवारी कार्यक्रम हुँदा तपाईहरु सबैलाई उपस्थितका लागि हार्दिक अपील र अनुरोध गर्दछु। सबैले नेपाली राष्ट्रिय झण्डामा आइदिनु होला। आफ्नो पार्टीको झण्डा भन्दा पनि नेपालको राष्ट्रिय झण्डामा आइदिन म सबैलाई विनम्र अनुरोध र अपील गर्न चाहन्छु। राष्ट्रिय झण्डामा तपाईहरु आउनुहुन्छ। राष्ट्रिय झण्डामा आइसकेपछि तपाईहरु राष्ट्रिय झण्डामा कांग्रेस, एमाले, माओवादी लगायत अन्य जुनसुकै पार्टीको मान्छे भए पनि राष्ट्रिय झण्डामा तपाईहरु उपस्थित भइदिनका लागि म हार्दिक अपील र अनुरोध गर्न चाहन्छु। र साथसाथै हामी अब जाने कसरी, त्यहाँ गर्ने के कसरी भन्ने कुराको चाहिँ खास विचार गर्नुपर्ने हुन्छ। भक्तपुर, ललितपुर र काठमाडौँको कलंकी भन्दा कलंकीसम्मको मान्छेहरु, नागार्जुन नगरपालिकासम्मको जति पनि त्यहाँबाट आउने मान्छेहरु जम्मा हुने चाहिँ कोटेश्वरको 3 कुनेमा। जोसँग जे साधन छ, बाइक भएको मान्छेहरु बाइक सहित आउनु होला, गाडी भएकोहरु गाडीसँग आउनु होला, सार्वजनिक यातायात प्रयोग गर्ने सार्वजनिक यातायात प्रयोग गरेर आउनु होला र त्यहाँ नजिकै भएका मान्छेहरु यदि पैदल आउनु भने पैदल आउनु होला। र हामी कहाँ जम्मा हुन्छौं? कोटेश्वरमा जम्मा हुन्छौं। ललितपुर जिल्लाको सबै, भक्तपुर जिल्लाको सबै र काठमाडौँ जिल्लाको कागेश्वरी, कोटेश्वर एरिया, त्यसै गरेर तपाईको यता कलंकीसम्मको एरिया, विशेष गरेर ललितपुर सहित कलंकीको एरिया सबैको हाम्रो जम्मा हुने काम कहाँ छ? हामी कोटेश्वरको 3 कुनेमा जम्मा हुन्छौं। कोटेश्वरको 3 कुनेमा त्यहाँबाट र्याली सहित एयरपोर्ट जाने कार्यक्रम तय हुन्छ। र अब हामी त्यहाँबाट जान्छौं कसरी? सबभन्दा पछाडी गाडी, त्यहाँभन्दा अगाडि बाइक, त्यहाँभन्दा अगाडि पैदल हिँड्ने मान्छेहरुलाई हामी सहयोग गर्छौं। जुन मान्छे पैदलका साथ राजाको सवारीमा जान चाहन्छ, हामी त्यसपछि एयरपोर्टमा जान्छौं। र अनि अर्को तारकेश्वर लगायत, महाराजगञ्ज लगायत, बौद्ध लगायत माथितिरको मान्छेहरु, गोकर्णेश्वरको मान्छेहरु, बुढानीलकण्ठको मान्छेहरु, त्यहाँबाट आउने मान्छेहरु चाहिँ जम्मा कहाँ हुन्छौं? हामी गौशालाको चोकमा जम्मा हुन्छौं। गौशालाको चोकमा अगाडि पैदल हिँड्ने मान्छेहरु अगाडि लाइनमा बस्नुहुन्छ र गाडीहरु चाहिँ पछाडी 32 पुतली साइडतिर र यता खोलाको साइडतिर, तर फर्किने गरेर अनि राजाको सवारी भइसकेपछि अनि सँगसँगै पछाडी जोडिएर अनि हामी जान्छौं। महाराजगञ्जमा बस्ने मान्छेहरु पनि त्यसरी बस्छौं, चाबेल चोकमा बस्ने पनि त्यसरी बस्छौं र त्यसपछि राजाको निवाससम्म जाने कार्यक्रम तय भएको छ। र लाखौं जनताहरु भोलि उपस्थित हुनुहुनेछ भन्ने कुरा मलाई अभिलाषा छ। म यो रुटका साथ हामी जाने, फेरि पनि भने जोसँग जे साधन छ त्यो साधन प्रयोग गरेर उपस्थितका लागि आमन्त्रण गर्दछु। यो राष्ट्रिय एजेन्डामा आउँ, कांग्रेस, एमाले, माओवादी, रापरपा लगायत कुनै पार्टीको विषयवस्तु होइन, सबैको एउटा मात्रै सोझो राष्ट्रिय झण्डामा एकीकृत बनाऊ। यिनीहरूले देश लुटे, यी लुटेराहरूको विरुद्धको क्याम्पियन हो, देशका जनताको हित विरुद्ध यिनीहरूले काम गरे। संघीयता हामीलाई चाहिएको होइन, प्रदेश हामीलाई पटक्कै चाहिएको होइन। नेपाली जनताले प्रदेशलाई यसरी बाइकआउट गरेको हो, तर यिनीहरूले संविधानमा प्रदेश लेखेर आज देशमा 884 जना सांसद र प्रत्येक ठाउँमा मन्त्री र मुख्यमन्त्री पाल्ने व्यवस्था ल्याए। र यो देशमा अहिले पनि हिन्दू, बुद्ध, किराँत सहितको वैदिक सनातन हिन्दू राष्ट्र चाहिएको त्यहाँ उपस्थित र यिनीहरूले संविधानमा त्यो कार्य र अनि विशेष गरेर पुजारी वर्गहरूलाई जस्तो कृष्ण प्रणामीहरू, हिन्दू धर्म मान्छु भनेर क्याम्पेन गरेका जति पनि आफ्नो मनमा आस्था भएका मान्छेहरूलाई उठ्ने बेला आएको छ। तपाईहरुलाई विनम्र अनुरोध छ, एकपटक उठ्दिनुस्, किनकि यिनीहरूले हाम्रो हिन्दू धर्म मासे, यिनीहरूले बुद्ध धर्म मासे, यिनीहरूले किराँत मासे, हरियो डलर खाएर विदेशीको प्रचारमा रमाए। सबै पूजा पाठ गर्नेहरूलाई मेरो अनुरोध छ, अपिल छ, तपाईहरु एकसाथ उपस्थित